हेलो ब्युटिफुल पिपुल, वेलकम टु माई युट्युब च्यानल्स र न्यू डेज र न्यू ब्लगमा तपाईँ सम्पूर्णलाई स्वागत छ। आज चाहिँ हामी यहाँ डेनमार्कमा फ्रेस र सस्तो भेजिटेबल्स तरकारी चाहिँ कहाँ पाउँछ हामी जाँदैछौँ। तपाईहरूले भिडियो हेरेर साथ दिनुहोला लास्टसम्म। सो अहिले चाहिँ हामी बसमा छौँ र यहाँ चाहिँ नेपाल जसरी बस कन्ट्र्याक्टर चाहिँ बसमा हुँदैन, हामीले आफैले यहाँ बसमा अघि हेर्नुभयो डिजिटल बोर्ड, त्यसरी हामीले बोर्डमा हेरेर ओर्लिनुपर्छ। फाइनली चाहिँ हामी डेस्टिनेसनमा आइपुगेका छौँ, ओर्लिसक्यौँ र अब मार्केटतिर हामी लाग्दैछौँ। हेर्दै गर्नुहोला। अहिले चाहिँ हामीले यो चाहिँ सिन्ठ्याक्क नोरेब्रोको हो। यो नोरेब्रो भनेको मस्ट एसियन पसल भएको ठाउँहरू हो। यो चाहिँ स्ट्रिट फुड, नोरेब्रोमा स्ट्रिट फुड जसरी हाम्रो नेपालमा चटपटेहरू ठेलामा पाइन्छ त्यसरी नै यहाँ डेनमार्कमा चाहिँ स्ट्रिट फुड त्यहाँ पाइन्छ। फाइनली हामी यहाँ पसलमा आइसक्यौँ र यो चाहिँ आँप। अब आँप हेरौँ, अहिले नै यहाँ म्याङ्गोको सिजन छ। यो आँप चाहिँ हेरौँ, एक स्टिक एउटाको 10 रुपियाँ पर्छ। यो 10 करोनर, दुईको 15 करोनर। यो झन्डै हाम्रो नेपालको भनेको एउटा आँपको 200 र दुईटाको 300। झन्डै भनेको हाम्रो नेपालको त 1 केजी नै यतिमा आँप आइन्छ। तर यहाँ चाहिँ अब हेरौँ, एक स्टिक 2 स्टिक कति महँगो यहाँ। तर अब नेपालको कम्पेरिजनमा कन्भर्ट गरेर हेर्दा महँगो हो, तर यहाँ चाहिँ अब सस्तै हो यहाँको रेटले हेर्दाखेरि। यहाँ चाहिँ हेरौँ अनार, यो चाहिँ 1 केजीको 50 करोनर। यो 50 करोनर भनेको 1000 नेपाली है। यहाँ चाहिँ बनाना त्यस्तै। अब हेर्दै गरौँ, यहाँ फलफुलहरू छ। अब हामी हेराउँदैछौँ तपाईँहरूलाई अझै। अब यतातिर हेरौँ, मैले चाहिँ यता अब यो ट्रली लिएर आउँदैछु। यता चाहिँ मलाई आलु लिनुपर्ने र यो आलुको चाहिँ यो भनेको 5 किलोको 5 किलो भनेको यहाँनिर हाम्रो 35 करोनर पर्छ। एक स्टिक भनेको यो एउटा बोरामा चाहिँ 5 किलो हुन्छ। यो 35 करोनर भनेको झन्डै हाम्रो नेपाली 700। अब यतापट्टि चाहिँ यो बोडी, यो चाहिँ सस्तै छ, 10 रुपियाँ किलो थियो, 10 रुपियाँ किलो। र हामीले चाहिँ कति 400 ग्राम जति लिएको हो। त्यस्तै अब हामी यहाँ तरकारीको अब भित्रपट्टि हामी अब छिर्यौँ। यहाँ चाहिँ अब काउली, ब्रिन्जल, त्यसपछि टमाटर, त्यसपछि अहिले म टमाटर किन्दैछु। यो हेरौँ, यो ब्रिन्जल कस्तो प्रकारको छ यहाँनिर। अब अगाडि बढ्दैछौँ। अब अगाडि चाहिँ च्याउनी छ। अब यो चाहिँ काउली हेरौँ गाइज, एउटा काउलीको 15 करोनर। यो 15 करोनर भनेको नेपाली 300। हेरौँ त कति महँगो छ यहाँ डेनमार्कमा। यो चाहिँ कुकुम्बर हो। अब यहाँ चाहिँ मुला, अब एउटा चाहिँ अब यहाँनिर म च्याउ लिँदैछु, मसरुम लिइसके। यहाँ हेरौँ धनियाँ लिँदैछौँ। यो धनियाँको पात कस्तो लथ्रक्क परेको, तैनी यहाँ एक स्टिकको एक मुठाको 10 करोनर भनेको झन्डै हाम्रो नेपालको 200 नेपाली। अब यहाँ चाहिँ यो स्पेनिच साग, तर यो साग एकदम छ, त्यही भएर हामी चाहिँ साग चाहिँ लिँदैनौँ। अब यहाँनिर चाहिँ अब हेरौँ तरकारीहरू, नारियल। अब म चाहिँ यहाँनिर खुर्सानी लिँदैछु अलिकति। अब यसमा चुज गरी लिन्छु अलि राम्रो खाले। त्यस्तै अब यहाँ तपाईँहरूलाई अझै हामी यहाँ इन्टेरियर भित्रपट्टि चाहिँ पाउँछ चामल मसला, एसियन सप हो। तपाईँले सम्पूर्ण थोकहरू यहाँ पाइन्छ। र यो बजारको नाम चाहिँ लिङ्कटेन मार्केट हो। एकदम फ्रेस र सस्तो सामानहरू पाउनु भनेको यहाँ हो, र फ्रेस सबै सामानहरू। अब यहाँ हेरौँ, हरेक यहाँ दाल, चामल, मसलाहरू सबै कुराहरू यहाँ पाइन्छ। अब यहाँ दाल, चामलहरू, मसलाहरू सबै यहाँ पाइन्छ। र यो पसलमा हामी प्राय आउनु भनेको हामी एसियन पिपुलहरू नै हो यहाँनिर सपिङ गर्न। अब हाम्रो नेपालको भयो, इन्डियाको भयो, बङ्गलादेशको भयो, त्यस्तै हामी मान्छेहरू नै आउने हो यहाँनिर प्राय सपिङ गर्ने। म चाहिँ यहाँ अब लेडी फिङ्गर लिँदैछु। अब फाइनली चाहिँ सामानहरू किनेर हामी यहाँ बाहिर निस्किसकेका छौँ। र यो चाहिँ बिस्किट भनेर लिएको गाइस, तर
अब हेर्दाखेरि बस एकैछिनमा आयो अनि हामी हतार हतार भागिहाल्यौँ सबै सामानहरू किनेर। यो बिस्किट भनेर किनेको, तर हेरौँ त गाइज यो चाहिँ केक रहेछ। अघि हामी पसलमा त्यहाँनिर सोधेका पनि थियौँ यो के हो भनेर, बिस्किट हो भनेर, अनि यस यस दिस इज बिस्किट भनेर भनिरहेको थियो, तर यो चाहिँ फाइनली केक रहेछ। अब हामी चाहिँ टेस्ट गर्छौँ, हेरौँ त कस्तो छ। खाँदाखेरि चाहिँ एकदम मस्त, टेस्ट चाहिँ एकदम खत्रै लाग्यो, मिठो लाग्यो। त्यही भएर अब भोक पनि लागिसकेको थियो अनि खाइहाल्यौँ। अब खाँदै आएको हामी चाहिँ। हेर्नु गाइजहरू, डेनमार्कमा अहिलेसम्म उज्यालो छ। कति बजिरहेको छ देखाउनु त फोन बेचाराको त दुवै हातमा 8:30 अथवा त्यस्तै। दिनु त म हजुरको मोबाइलबाट देखाइदिन्छु कति टाइम भयो। रातिको 10 बजेसम्म यतिकै उज्यालो हुन्छ। कति बेला हामी खाने होला, कति बेला हामी सुत्ने होला, कति बेला फेरि उठ्ने, फेरि बिहान यहाँ 4:30 अथवा 5 बजेसम्म फेरि सूर्य बाबा। द युनिक फिचर अफ डेनमार्क, रातिको 11 बजेसम्म समर सिजनमा उज्यालो यतिकै हुन्छ। हामी त 11:30 12 बजेसम्म खाना पकाएर खाएर 1 बजेसम्म सुत्छौँ होला होइन। फेरि बिहान कति बजी उठ्नुपर्छ। लुक कतिको उज्यालो छ। हामी छायामा परेको थियो यो ठुलो बिल्डिङको, अनि त्यसपछि ठ्याक्क आयो अब सूर्य। हेर्नु त हेर्नु गाइस, दिस इज सूर्य बाबा एन्ड दिस इज अस। आजको लागि यति नै ब्युटिफुल पिपुलहरू। र यदि तपाईहरूलाई डेनमार्कको बारेमा अझै केही इन्फर्मेसनहरू चाहिन्छ भने, लाइक कलेजको बारेमा या तपाईँहरूलाई डेनमार्कको बारेमा केही इन्फर्मेसन चाहिएमा हाम्रो युट्युब च्यानलमा भिडियोहरूमा तपाईँहरूले कमेन्ट गर्नुहोला कि कुन टपिकको बारेमा तपाईँहरूलाई इन्फर्मेसन चाहिन्छ। हामीले त्यही कमेन्टको हिसाबले अर्को भिडियो हामी बनाउने नै छौँ। र तपाईँहरूले मेरो च्यानललाई लाइक, सब्सक्राइब र कमेन्ट गरिदिनु होला। थ्याङ्क यू सो मच दिस मच फर टुडे। थ्याङ्क यू।